नमस्कार। देशमा यति बेर देश बनाउने निकै खरो बहस भइरहेको छ। त्यही खरो बहसमा आफ्नो पनि सहभागिता जनाउने उद्देश्यले मैले यो भिडियो संवाद रेकर्ड गरिरहेको छु। वास्तवमा तपाईहरू जसले देश बनाउने बहस छेडिरहनु भएको छ, तपाईहरूको यो बहस यति सान्दर्भिक छ कि तपाईहरूलाई वास्तवमा जति तोपको सलामी दिए पनि कम हुन्छ। तर समस्या कहाँनिर हो भने तपाईहरू देश बनाउने बहस गर्ने कुनै नयाँ मान्छे त होइन। उही खरानी घसेको पुरानो जोगी न हो। राजाले राजाको रूपमा, पार्टीहरूले पार्टी प्रमुखको रूपमा देश चलाएर देश बनाउन नसकेको तथ्य त हाम्रो सामु छर्लङ्ग छैन र। यद्यपि तपाईहरूले जनतालाई पटक पटक ढाट्न, विभिन्न नयाँ फन्डाहरू सिर्जना गर्ने र जनतालाई भुलभुलैयामा पार्ने जुन प्रयत्न गर्दै रहनु भएको छ, त्यो प्रयत्नमा किनारामा बसेर तपाईहरूले बिगारेको देश हेरिरहेका जनताहरू अब तपाईहरूले बेकुफ बनाउने हदसम्म बेकुफ छन् जस्तो चाहिँ मलाई लाग्दैन। तपाईहरू चाहे राजावादी हुनुहोस्, चाहे एमालेवादी हुनुहोस्, चाहे काङ्ग्रेसवादी हुनुहोस्, चाहे माओवादी हुनुहोस्, तपाईहरू जबसम्म लोकतन्त्रवादी हुन सक्नुहुन्न, जबसम्म विधिसम्मत रूपमा देश बनाउने कुरालाई, देश चलाउने कुरालाई विश्वास गर्न सक्नुहुन्न, तबसम्म तपाईहरूले देश चलाउन त के, देश बनाउन त के, तपाईहरूले ओरको सिनको पर पनि सार्न सक्नुहुन्न। समस्या यो हो। अर्को कुरा के हो भन्दाखेरि पोखराबाट काठमाडौँ आएका राजालाई यसरी स्वागत गरियो मानौ उनी कुनै ठुलै राजनीतिक सङ्कटको समाधान गर्ने अस्त्र बोकेर आएका छन्। राजावादीहरूले एउटा कुरा के भुलेको जस्तो देखिन्छ भने विगतमा दरबारबाट निस्किने बित्तिकै जसरी राजालाई कारगेट चाहिन्थ्यो, ब्यान्ड बाजा चाहिन्थ्यो, रिसल्ला चाहिन्थ्यो, अघि पछि मान्छेका ताती चाहिन्थ्यो, जुन तडक भडक चाहिन्थ्यो, त्यही तडक भडकले नै राजाको गद्दी उडेको होइन। अहिले पुराना राजनीतिक पार्टीका नेताहरूले त्यही तडक भडक गरेकै कारण तिनको जनताको नजरमा इज्जत प्रतिष्ठा गिर्दै गएको होइन। अब त्यही तडक भडक फेरि देखाएर तपाईहरू पूर्व राजा ज्ञानेन्द्रलाई गद्दीमा राख्छु भनेर सोच्नु भएको छ भने तपाईले कस्तो परिवर्तन सोच्नु भएको छ, तपाईले कस्तो देश बनाउने सोच्नु भएको छ। पहिलो कुरा त तपाईको आइडियामै, तपाईको विचारमै समस्या छ। तपाईको विचारमा के समस्या छ भन्ने कुरा तपाईलाई हेक्का छ कि छैन। तपाई आफूलाई सगौरव राजावादी हुँ, राज संस्थावादी हुँ भन्दै गर्दा डेमोक्रेसीको विरुद्धमा यो राजावादी आइडिया भन्ने कुरा कति अटोक्रेटिक छ, कति निरङ्कुशतावादी छ भन्ने कुरा याद गर्नुभएको छ। राजा आऊ देश बचाऊ भन्ने नारा तपाईँ लाउँदै हुनुहुन्छ। राजा भनेको तपाईँ हामी जस्तै एउटा मामुली मान्छे हो। देश तिनले कसरी बचाउने, कहाँ कहाँ बचाउने, रक्सौलमा बचाउने कि सुनौलीमा बचाउने कि किमाथाङकामा बचाउने कि रसुवागढीमा बचाउने कि तातो पानीमा बचाउने कि पानी ट्याङ्कीमा बचाउने कि कहाँ कहाँ बचाउने। तिनले देश बचाउने राजा आएर होइन, जनताले बचाउने हो। देशका हरेक सिमानामा वीरताको इतिहास भएका नेपाली जनता छन्। शासकहरूले आची खाएनन् भने ती जनताले देशको लागि लडेर देश बचाउने हो। देश बनाउनमा, देश बचाउनमा तत्तत समयका शासकको जति भूमिका छ, त्योभन्दा धेरै भूमिका तत्तत समयका नेपाली जनताको छ। यसलाई कसैले नजरअन्दाज गरेर कसैको नायकत्वलाई देवत्वकरण गर्छ भने त्यो कुरा जनता विरोधी, देश विरोधी कुरा हो। त्यस्तो कुराको पछाडि लाग्नु जरुरी छैन। दोस्रो कुरा, राजावादी हुनु भनेको
डेमोक्रेसीको खिलाफमा जानु, त्यो कुरा तपाईँलाई थाहा छ? ठिक छ, संवादको हिसाबले डेमोक्रेसी इज अनगोइङ डायलग, तपाईँको कुरा सुनिदिउँला। तर हामी लोकतन्त्रवादीहरू तपाईँलाई के कन्भिन्स गर्न चाहन्छौँ भने राजावादी विचारसँग आत्मशुद्धिकरणको कुनै संयन्त्रै छैन। राज संस्थाले गल्ती गर्यो भने कसले सच्याउने? राजाले गल्ती गर्यो भने कसले सच्याउने? राजाको सन्तान राजकुमारले गल्ती गर्यो भने कसले सच्याउने? राजा कसरी फेर्ने? राजकुमार कसरी फेर्ने? वंशवादको आधारमा राजा घोषणा हुने परिपाटी कति अवैज्ञानिक छ भने जस्तो मानुस आम नागरिक मध्ये कोही निसन्तान हुन सक्छ, कसैलाई अविवाहित बस्न मन लाग्न सक्छ। युग त परिवर्तन भएको छ। हेर्नुहोस्, तपाईँको राजालाई अविवाहित बस्न मन लाग्यो भने के गर्ने? निसन्तान बस्न मन लाग्यो भने के गर्ने? अर्थात् शारीरिक असफलताको कारण, अस्वस्थताको कारण ऊ निसन्तान भयो भने के गर्ने? सेल्फ करेक्टिङ मेकानिजम के हो? कुनै पनि संस्था त्यसै पनि एकोरो निर्देशन मात्र दिने, नजिकका मान्छेले पनि सल्लाह दिँदा चाकडी मात्रै गर्नुपर्ने, विमति राख्न नपाउने किसिमका संस्था खडा गरियो भने ती संस्थाको नियति के हुन्छ तपाईँले अनुमान गर्नुभएको छ? ती संस्था कि 62-63 सालको जस्तो पपुलर राइजिङ मार्फत पतन हुन्छन्, कि ती संस्थाको नेतृत्व गर्ने मान्छेको निर्मम हत्या हुन्छ, कि ती मान्छेहरू विदेशतिर लखाटिन्छन्। डेमोक्रेसी यस अर्थमा ठिक छ कि त्यहाँ असहमति राख्नेहरूले आफ्नो विचार राख्न पाउँछन्, आफ्नो विचारमा जनतालाई कन्भिन्स गर्न पाउँछन्। त्यस कारणले हामीले डेमोक्रेसी भनेको। डेमोक्रेसी भन्दै गर्दा तपाईँले राजा जोगाउनलाई भनेको जस्तो संवैधानिक राजतन्त्र हामीले भनेका होइनौँ, हामीले पूर्ण लोकतन्त्र भनेका हौँ। जसरी जनताका प्रतिनिधि जनता मार्फत चुनिनुपर्छ, त्यसै गरी राष्ट्र प्रमुख पनि जनता मार्फत चुनिनुपर्छ भन्ने हाम्रो विचार हो। यसमा तपाईहरुलाई त सजिलो छ, यो त गणतन्त्र हो। गणतन्त्र भनेको त आयातित आइडिया हो। आयातित आइडिया बोक्ने मान्छेहरू सबैलाई आयातित मान्छे बनिदिए भो, डलरवादी बनिदिए भो, विदेशीका एजेन्ट बनिदिए भो। त्यसो भए तपाईहरुले गरिरहेको आन्दोलन तपाईहरुकै बलबुतामा भइरहेको छ। तपाईका नेताहरूले विदेशी मिडियामा लेखेर सहयोगको लागि किन याचना गरिरहेका छन्? मलाई लाग्छ तपाईहरु वास्तवमा राष्ट्रघाती हुनुहुन्छ। राजाहरू राष्ट्रवादी हुन्छन् भन्ने जुन प्रचार तपाईहरुले राजनीतिक स्वार्थको लागि गरिरहनु भएको छ, त्यो पनि तथ्यभन्दा अलग छ। तपाई सम्झिनुस् त एकचोटी 2007 साल अर्थात् 1950 मा मोहन शमशेर र भारत सरकारले गरेको 1950 को नेपाल भारत शान्ति तथा मैत्री सन्धि स्पष्ट रूपमा भारतले नेपाललाई आफ्नो अधीनमा राख्ने उद्देश्यले गरेको थियो। पछि तपाईहरुका राजा त्रिभुवन भागेर दिल्ली गए, त्यो सम्झौता उल्टाएर नेपाल आएका हुन् ती। आफ्नो गद्दी सुरक्षित गरेर बरु उनले र उनको सन्तानले राणा शासनको त्यो अत्याचारलाई पछि लम्ब्याउने प्रयत्न गरे। 30 वर्ष त तिनीहरूले राज गरे। न तिनीहरूले डेमोक्रेसीतर्फ कुनै योगदान गर्न चाहे, न तिनीहरूले राष्ट्रभक्तिको लागि नै ठोस, राष्ट्रवादको लागि नै ठोस काम गरे। कालापानीको आजको जुन विवादित भूभाग छ नि, त्यो तपाईहरुका राजाहरूको पनि त्यसमा दोष छ। राजाले मोहन शमशेरले गरेको सन्धि नउल्टाइकन म चाहिँ नेपाल फर्किए भने मलाई जनताले त्यहाँ राज्य चलाउन दिँदैनन्, त्यो कठिन हुन्छ। मेरो पहिलो शर्त मोहन शमशेरसँग तपाईहरुले गरेको सम्झौता खारेज गरिदिनु पर्यो भन्ने आँट राखेका हुन् उनले। अर्थात् उनले नेपाल आएर त्यस्तो घोषणा गरेका हुन्, त्यो त होइनन्। त्यसो भए तपाई कुन आधारमा राजावादीहरू राष्ट्रवादी हुन्छन् भनेर भनिरहनु भएको छ? तपाईहरु एउटा अफवाह फैलाउँदै हुनुहुन्छ। दोस्रो कुरा, डेमोक्रेसी भनेको के हो तपाईलाई थाहा छ? डेमोक्रेसी भनेको सेल्फ करेक्टिङ मेकानिजम भएको, आत्मशुद्धिकरणको व्यवस्था भएको एउटा प्रणाली हो। यहाँ एउटा निकायले गल्ती गर्यो भने अर्को निकायले अर्थात् अर्को व्यक्तिले त्यसलाई सच्याउन सक्छ। राजाले गल्ती गर्यो भने के हुन्छ? कसले सच्याउँछ राजालाई? राजावादीहरूको सेल्फ करेक्टिङ मेकानिजम के हो? अघि मैले जोडेको जस्तो
राजाहरूलाई के स्वतन्त्रता छ? डेमोक्रेसीमा के हुन्छ भने राज्य शक्ति सरकारमा मात्रै हुँदैन, त्यहाँ शक्ति पृथकीकरणको सिद्धान्त हुन्छ, त्यहाँ मिडिया हुन्छ, प्रेस फ्रिडम हुन्छ, त्यहाँ विश्वविद्यालयहरू हुन्छन्। जस्तो मान्नुहोस्, मिडियामा एउटा मिडियाले गलत समाचार लेख्यो भने अर्को मिडियाले सत्य समाचार लेख्न सक्छ, खण्डन गरेर सत्य समाचार लेख्न सक्छ। अदालतमा एउटा न्यायाधीशले गलत फैसला गर्यो भने अर्को अदालतले त्यो फैसलालाई सच्याएर सही फैसला गर्ने, अर्थात् अर्को न्यायाधीशले त्यो फैसलालाई सच्याएर सही फैसला गर्ने र गलत फैसला गर्ने न्यायाधीशलाई नै दण्ड दिन सक्छ। एउटा विश्वविद्यालयमा शोध प्रकाशन गर्नको लागि अध्ययन गरिरहेको विद्यार्थीले सरकारले जस्ता सुकै प्रोपागन्डा प्रचार गर्न चाहे पनि विश्वविद्यालयमा पढिरहेको विद्यार्थीले जे कुरा सही हो, जे कुरा तथ्यमा आधारित हो, जे कुरा वैज्ञानिक हो, त्यो कुरा नलेखिकन ऊ पास पनि हुँदैन, उसको थेसिस डिफेन्सै हुँदैन। त्यसो भएको भएर डेमोक्रेसी भनेको सेल्फ करेक्टिङ मेकानिजम भएको एउटा यस्तो प्रणाली हो। त्यसकारण यो सस्टेन हुने सम्भावना हुन्छ, किनभने यसले विविध विचार बोक्ने पक्षहरूलाई समेटेर अगाडि जान सक्छ। के राजावादीहरूसँग त्यस्तो कुनै विचार छ? एउटा राजा मन परेन भने नेपाली जनतालाई 3 करोड जनताबाट राजा छान्ने अधिकार छ। राजाका 2-4 निर्णय मन परेनन् भने नेपाली जनतालाई राजा फेर्ने सुविधा छ। गणतान्त्रिक व्यवस्थामा राष्ट्रपतिका कामहरू मन नपर्दा त्यसको आलोचना गर्ने, त्यस्ता निर्णयहरू सच्याउन दबाब दिने र समयक्रममा राष्ट्रपति फेर्ने सुविधा छ। यस्तो किसिमको गतिशील व्यवस्थाको विरुद्धमा हिजो इतिहासमा पटक पटक मौका पाएर पटक पटक असफल भएको राजाको तपाईँ वकालत गर्नुहुन्छ भने तपाईँको बुद्धि कस्तो छ? तपाईँले कस्तो खालको देश बनाउने परिकल्पना गर्नुभएको छ? हो, ठिक हो, यदि देश बिगार्न चाहनुहुन्छ तपाईँहरूमध्ये यदि कोही भने त्यो देश पूर्व राजा ज्ञानेन्द्रलाई दिइहाल्नुपर्छ। अझ अहिले देखिएको पात्र मध्ये ज्ञानेन्द्रको स्तुतिगान गर्ने, भक्ति गर्ने रविन्द्र मिश्रलाई देशको साँचो दिने हो भने 2-4 दिनमा देश तबाह हुन्छ। म तिनको नजिक बसेर काम गरेको मान्छे हुँ। तिनीसँग कुर्सीमा पुग्ने 2-4वटा उपाय होलान्, देश बनाउने एउटा पनि उपाय छैनन्, एउटा पनि विचार छैनन्। तिनले अहिलेसम्म जानेको भनेको अरूको कटु आलोचना गर्ने मात्रै हो। त्यस्ता मान्छेले देश बनाउँछन्? देश बनाउनको लागि विचारको विविधतालाई स्वीकार्न सक्नु पर्यो। देश बनाउनको लागि देश कस्तो हो बुझ्नु पर्यो, त्यहाँका नागरिक कस्ता छन् बुझ्नु पर्यो। त्यसै पनि राजावादी आन्दोलनमा पुरै देश सहभागी छ। राजावादी मान्छेहरूको पकड भएका क्षेत्रका केही मान्छेहरू राजावादी आन्दोलनमा आए अरे। त्यस्तो खालको आन्दोलन गर्न थाले भने, जस्तो एकछिनको लागि मान्नुहोस्, सिके राउतले कत्रो जुलुस निकाल्देलान्, अर्थात् लिम्बुवान खम्बुवानको नारा लाउने जनजातिहरूले कत्रो खालको जुलुस निकाल्देलान्। साँच्चै भन्नुहुन्छ भने अहिलेको व्यवस्था अन्तर्गत एमाले, काङ्ग्रेस, माओवादी जस्ता पार्टीका उम्मेदवारका आकाङ्क्षी नै 40-50 हजारको सङ्ख्यामा छन्। तिनीहरूले मान्छे सडकमा गणतन्त्रको पक्षमा उतार्न थाल्यो भने कत्रो सङ्ख्या उत्रेला? अनि त्यो के सङ्ख्याको राजनीति गरेर बस्ने हो? देश बनो कि बनेन, देश कसरी बन्छ भन्ने बहस गर्ने होइन। त्यसो भएको भएर राजावाला आइडिया जस्तो झुर आइडियाको पछाडि देशलाई लगाउन खोज्नु, ती मान्छे देखाएर देशलाई झुक्याउन खोज्नु र त्यसमा पनि अझ रविन्द्र मिश्र जस्ता हाक्काहाक्की विदेशीको गुलामी गर्न खोज्ने मान्छेलाई अगाडि सारेर थोर बहुत अङ्ग्रेजीको सहारामा युवालाई आकर्षित गर्ने र लिङ्गदेन जस्तो मान्छेलाई उभ्याएर जनजातिहरूलाई झुक्याउने, पशुपति शमशेर जस्ता मान्छेलाई देखाएर एउटा इलाइट क्लासलाई कन्फिडेन्समा लिन खोज्ने यो जुन राजावादीहरूको षड्यन्त्र छ, यो षड्यन्त्रमा सम्पूर्ण लोकतन्त्रवादीहरू, परिवर्तनकारी शक्तिहरू र परिवर्तनका पक्षधर मान्छेहरू पर्नु जरुरी छैन। वास्तवमा हाम्रो देशलाई एउटा सिङ्गापुरको पाप जस्तो देशलाई
आफ्नै जीवनकालमा आमूल परिवर्तन गर्न सक्ने शक्तिको खाँचो छ। ली कुआन यू जस्तो राजनेताको खाँचो छ, अरू केही कुराको पनि खाँचो छैन। यदि त्यस्तो शक्ति निर्माण गर्न सकिँदैन भने वर्तमान व्यवस्थामा सुधार गर्दै जानुको विकल्प छैन। अनावश्यक तडक भडक गरेर देशलाई भड्कालोमा हाल्ने र उत्ताउलो बन्ने प्रवृत्तिले देश बन्दैन, देश झन् डुब्छ। त्यसको लागि हामीले अघि भने चाहिँ डेमोक्रेसी इज अनगोइङ डायलग, छलफल गर्दै गरौँ, कुरा गर्दै गरौँ, तर सतही विचारको आधारमा निष्कर्ष निकालेर राजनीतिक गतिविधि गर्ने काम नगरौँ। किनभने त्यो सङ्गीत नजानेको मान्छेले तबला बजाए जस्तो, मादल बजाए जस्तो जता ठोके पनि डङ डङ मात्रै गर्ने, कुनै लय ननिस्किने काम राजनीतिले गर्यो भने सङ्गीत बिग्रिँदाखेरि एउटा गीत बिग्रेला, राजनीति बिग्रिँदा पुरै देश बिग्रिन्छ। राजावादी आन्दोलनले त्यसै पनि केही पर्सेन्ट मान्छेको बाहेक पुरै देशको प्रतिनिधित्व गर्दैन। त्यो कुरामा तपाईँ त्यो आन्दोलनभित्र पसेका मान्छेहरूले पनि निहालेर हेर्नुपर्छ। राजेन्द्र लिङ्गदेन गएर धवल शमशेरको क्षेत्रमा भाषण गरे, वीरगन्जमा राप्रपाको अलिकति पकेट क्षेत्रमा गएर भाषण गरे भन्दैमा देशभरि राजावादीहरू मात्रै छन्, अर्थात् काठमाडौँमा एउटा जुलुस निकाले, त्यहाँ 20,000 मान्छे थिए भन्दैमा देश पुरै राजाको पक्षमा गयो भनेर निष्कर्ष निकाल्नु त्यो गलत हुन्छ। देशमा 3 करोड जनसङ्ख्या छ। 3 करोड जनसङ्ख्यामा 5 देखि 10% मान्छे राजावादी होलान्, त्यो भनेको झन्डै 30 लाख मान्छे हुन्। जुन पार्टीका, जुन पक्षका झन्डै 30 लाख मान्छे छन्, तिनले जुलुस निकाल्दा 2-5 लाख मान्छे सडकमा आउने नयाँ कुरा होइन। त्यही सङ्ख्या सत्ता पल्टाउन, व्यवस्था परिवर्तन गर्न, अर्थात् व्यवस्था परिवर्तनको लागि दलिल पेश गर्न काबिल छैन। यदि कसैलाई व्यवस्था परिवर्तन गर्न मन छ भने संविधान छ, पहिला जनतामा जाने, चुनावमा प्रत्येक क्षेत्रमा चुनाव जित्दै परिणाम निकाल्ने, संसदमा चाहिँ 2/3 ल्याउने, त्यसपछिबाट संविधान संशोधन गर्ने प्रयत्न गर्ने। त्यसलाई डेमोक्रेटिक बनाउन मन छ भने जनमत सङ्ग्रह मार्फत गर्दा भयो, जबरजस्ती गर्न मन छ भने गिरिजाहरूले गरे जस्तो गर्दा पनि भयो। एक हिसाबको जबरजस्ती पनि गर्न पाइन्छ, किनभने जनमत बनिसकेपछि सम्पूर्ण रूपमा तपाईँहरू फेरै देखिनुपर्छ भन्ने म ठान्दिनँ। तर अहिलेलाई तपाईँहरूको जनमत छैन, तपाईँहरू बल नगर्नुहोस्। त्यसै पनि तपाईँहरूको आइडिया अवैज्ञानिक छ, लोकतन्त्र विरोधी छ। तपाईँहरूको आइडिया डेट एक्सपायर्ड आइडिया हो। तपाईँहरूले भन्न त भन्नुहुन्छ युकेमा राजा छन्, स्विडेनमा छन्, डेनमार्कमा छन्, जापानमा छन्, साउदी अरबमा छन्। ती देशमा किन राजा छन् भन्ने कुरा नेपाली जनताले राम्रो बुझेका छन्। तपाईँहरूले पनि तत्त देशका जस्तै नागरिकलाई आफ्नो शासनकालमा सेवा गर्न सकेको भए तपाईँहरूको पनि शासन नेपालमा रहिरहन्थ्यो। कसैले राजासँग रिस उठेर नेपालबाट राजतन्त्र फाकेको होइन, राजाले मौका पाउँदा गर्न नसकेर फालेको हो र तपाईँहरूको एजेन्डामा अब पनि गर्ने कुनै योजना छैन। त्यसो भएर फुटकर आइडिया अगाडि सारेर सत्तामा प्रवेश गर्ने तपाईँहरूको आइडिया देश र जनतालाई स्वीकार हुनु भनेको देशलाई फेरि अर्को 40 वर्ष धोका हुनु हो। यस्तो धोकाको लागि नेपाली जनता तयार छैनन्। धन्यवाद। फेरि अर्को भिडियो संवादमा कुरा गर्ने नै छौँ। अहिलेको लागि म प्रदीप कुमार थापा बिदा हुन्छु।